हेलो नमस्ते। आज हामी एचआरटी कसरी स्टार्ट गर्ने भनेर चाहिँ कुरा गर्न जाँदैछौँ। म डाक्टर आरती, मसँग हुनुहुन्छ डाक्टर नीलम। हेलो नमस्ते सबैजनालाई। आज हाम्रो छलफल एचआरटी एफईटी को बारेमा हुन गइरहेछ। हामीले अब एचआरटी भनेपछि हामी कहिले पेशेन्टलाई कहिले बोलाउने त एचआरटी को लागि, फ्रोजन इम्ब्रायो ट्रान्सफर गर्नको लागि कहिले हामीले पेशेन्टलाई बोलाउने त? हामीले जुन सुकै पनि यो आइभीएफ को पेशेन्ट जुन इन्फर्टिलिटी निसन्तान जुन छ त्यो बिरामीलाई जहिले पनि हामीले 2 दिन साइकलको 2 दिन या त तेस्रो दिनमा बोलाउनु पर्छ। डे 2 अफ मेन्स्ट्रुअल साइकल, डे 2 और डे 3 अफ मेन्स्ट्रुअल साइकल 3 मा। ओके। त्यो अनि फ्रेश ट्रान्सफर हो कि फ्रोजन ट्रान्सफर हो, त्यो हामीले पहिले डिसाइड गर्नु पर्यो हैन? जस्तो अब फ्रेश र फ्रोजन हामी चाहिँ फ्रेश चाहिँ के हो, पिकअप गर्न साथ जस्तो हामीले अन्डा निकाल्ने कार्य गर्छौं नि त, त्यतिखेर नै हामी फ्रेश ट्रान्सफर गर्ने हो, यानी कि फ्रेशमै। तर यो फ्रोजन भनेको हामी जुन फ्रिज गरेर राखेको हुन्छौं त्यसलाई चाहिँ हामी फ्रोजन इम्ब्रायो ट्रान्सफर भन्छौं। र त्यो भन्दा अगाडि जुन हामी पत्र बनाउने यानी कि इन्डोमेट्रियमको थिकनेस जुन हामीलाई चाहिन्छ एउटा ट्रान्सफरको बेलामा, त्यो चाहिँ हामी दोस्रो दिनबाट नै हार्मोनल रिप्लेसमेन्ट थेरापी भन्छौं। अब त्यो हेरी हुन्छ बिरामीको कन्डिसन अनुसार। अब यहाँ चाहिँ प्राय जसो हामीले हार्मोनल रिप्लेसमेन्ट थेरापी नै गर्छौं हैन, त्यसको आफ्नो प्रोटोकल हुन्छ हैन। तर हामीले गर्ने भनेको हार्मोनल रिप्लेसमेन्ट थेरापी, जसमा चाहिँ एस्ट्रोजेन सुरुवातबाट जुन एस्ट्रोजेन हुन्छ त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट मेडिसिन हो। एस्ट्रोजेन दिएर हामीले चाहिँ इन्डोमेट्रियल लाइनिङलाई चाहिँ पहिला एउटा अप्टिमम साइजमा पुर्याएर त्यसपछि बल्ल हामीले इटी को लागि प्रिपेयर गर्छौं हैन। अब त्यो गर्दाखेरि चाहिँ हामीले बिरामीलाई चाहिँ खास डे 2 मा बोलाउनु पर्यो हैन। अनि हामीले डे 2 मा बोलाउँदाखेरि चाहिँ के ब्लड टेस्टहरु गर्ने त? अब डे 2 मा हाम्रो डे 2 प्रोफाइल जुन हामीले E2 पठाउने हैन, P4 पठाउने, LH, FSH, प्रोल्याक्टिन। तर मोस्टली मैले पठाउनु भनेको चाहिँ E2 नै पठाउँछु हैन, पेशेन्टको अब कन्डिसन हेरेर। अब जस्तो हामी टीबीएस गर्दाखेरि हामीले सिस्ट रुल आउट हुन्छ। अब सिस्ट नै छ, अर्ली डोमिनेन्ट छ, तर त्यो चाहिँ तिम्रो अर्ली डोमिनेन्ट छ तर त्यसको केही पनि त्यो नन फङ्सनल भएको खण्डमा त हामीले पर्दैन। तर हामीले सिस्ट देखिसकेछौँ भने LH गराएको राम्रो, तर सिस्ट छैन, केही पनि छैन, जस्ट डु दैट E2 एन्ड P4 also. So depending upon the hormonal त्यसको जुन रेन्ज हुन्छ त्यो अनुसारले हामीले स्टार्ट गर्नुपर्छ। एस्ट्राडियल लेभल र प्रोजेस्टेरोनको लेभल हेरेर हामीले चाहिँ पेशेन्ट इज वेदर फिट अर नट भनेर हामीले डिसाइड गर्छौं हैन। यस। फर हाउ मेनी डेज त एचआरटी लाई हामीले गर्न सक्छौं त? अब डाक्टर आरती यहाँनिर एचआरटी को लागि मोस्टली हामीले चाहिँ डे 9 मा बोलाउने गरेछौं हैन। अब डे 9 मा हजुरको कहिले काहीँ डोमिनेन्ट आइदिन्छ, त्यही अनुसारले हामीले साइकल क्यान्सल गर्ने कि त्यसलाई फर्दर लाने त्यो बेसमा हामी चाहिँ जान्छौं। अब त्यसको इन्डोमेट्रियम लाइनिङ बनिरहेछ कि छैन, जसलाई हामी ट्राइलेमिनर ट्रिपल लाइन भन्छौँ हैन, त्यो आइरहेछ कि छैन, कि होमोजिनस छ, फेरि 2 दिन कुर्न मिल्छ। हामीले कतिको बडी फङ्सन गर्दैन नि त, अनि त्यही अनुसारले फेरि हामीले डे 10 या त डे 11 मा त्यो सेम बेसमा हामीले थेरापी दिएर अनि बोलाउने हो बिरामीलाई। ओके। अनि प्रोजेस्टेरोन लेभल चाहिँ कति दिनसम्म उ गर्ने हो त हामीले? अब प्रोजेस्टेरोनको लागि अब मोस्टली म 15-16 डिपेन्डिङ अपन द ट्राइलेमिनर अगर आइसकेछ राम्रो छ त हामीले 15 डेजमा पनि हामी प्रोजेस्टेरोन हेर्छौं। अब P4 को भ्याल्यु तिम्रो लेस देन 1 छ र E2 चाहिँ हाम्रो 400 भन्दा माथि छ, त्यतिखेर हामीले प्रोजेस्टेरोन दिने। अब बेस्ड अपन द इम्ब्रायो स्टेटस, अब त्यो डे 3 छ कि डे 5 छ। डे 5 भयो भने हामी 6 दिन चलाउनु पर्यो। जुन दिनबाट स्टार्ट हुन्छ त्यो 0 डे हुन्छ, अनि 5 डेज काउन्ट गरेर हामी प्रोजेस्टेरोन चलाउने। अगर 1 भन्दा माथि छ P4 त हामीले गर्न मिल्दैन, साइकल क्यान्सल नै गर्नु पर्यो। ओके। अब हामीले जुन यो सबै प्रिपरेसन लिइसकेको हुन्छौं त्यसपछि हामीले यो कहिले ट्रान्सफर गर्ने, व्हेन टु ट्रान्सफर, हाउ टु डिसाइड?
that we already shifted to progesterone post, and some doctor wants to check that P4 if this is increasing more than 10 or not. If not increasing, then you are giving progesterone, but तिम्रो progesterone दिएको खण्डमा पनि progesterone बढिरहेको छैन. किन बढिरहेको छैन? अब कतिले डाक्टरले अब त्यसको लेभल मोर देन 100 भएपछि क्यान्सल गर्दो रहेछ, तर नगरे पनि हुन्छ, त्यसले केही फरक पार्दैन. तर 10 भन्दा माथि चाहियो, तर एउटा लेभल बसाइहाल्ने 100 to 150 सम्म. त्यसपछि पनि माथि भयो भने अब डिपेन्डिङ अपन यु आर गोइङ टु फर्दर अहेड अर नट. अनि त्यो दिन चाहिँ हाम्रो ट्रान्सफर चाहिँ जस्तो मैले भने नि डे 3 छ कि डे 5 छ, त्यो स्टेटस अनुसारले नै हामीले ट्रान्सफर जान्छौँ. ओके. आफ्टर ट्रान्सफर हामीले चाहिँ यो पेसेन्टले प्रेग्नेन्सी पोजिटिभ आयो कि आएन भनेर चाहिँ बीटा एचसीजी और एनी अदर ब्लड टेस्टहरू चाहिँ हामी कहिले गर्ने त? अब मैले सेरम प्रोजेस्टेरन पनि गराउँछु. अब जस्तो मैले प्रोजेस्टेरन दिइराखेको छु, पछि त अब एड भयो नि त प्रोजेस्टेरन. यु आर गिभिङ प्रोजेस्टेरन बट इट्स नट इन्क्रिजिङ, द्याट मिन्स प्रोजेस्टेरन इज नट गोइङ टु वर्क इन योर बडी. यु हेभ टु शिफ्टेड टु एलएच जुन हामी भन्छौँ ल्युटियल फेज सपोर्ट. त्यो हामीले अब त जुन इम्ब्रायोको सपोर्ट भनेको प्रोजेस्टेरन हो हैन, तर प्रोजेस्टेरन लेस देन 10 छ भने वी क्यान इन्क्रिज द डोज अफ that progesterone and do that serum progesterone in day 6 because everything we count like as 0 plus 5, and beta HCG we can do in day 15, 0 plus 14. beta HCG positive आयो भने हामीले beta HCG we have to do in that day 15. day 15 मा हैन. Okay, that's all. This is the process how we are doing that HRT. Thank you everyone. Thank you.